I would love to be remembered as an honest guy rather than a musician or an engineer or a mayor. We try. Yes, let's do. Let's work with us. Yes. Let's work together. You know. यार गाइस म एउटा कुरा गर्न आउनु पर्ने हो नि त यार यहाँ त्यही त यार मैले यो धेरै सुन्दै आए कि यो अस्ट्रेलियामा बस्ने नेपालीहरू चाहिँ हैन भाडा माझ्ने तिमीहरु सब जना यहाँ आइज त सब नेपाली केटाहरु यहाँ आइज माछ सिक्ने अस्ट्रेलिया आइज न त बुझिहालौ म के गर्छु तिमीलाई त के होस् रे म रियल डिल नेपालमा कुरा बुझ केटाहरु कमिङ टु यु लाइभ लाइक अलवेज म हेरे भने नि तिमीलाई जे गरिदिन्छु नि तिमी बुझिहाल्छ माचिने तैले मेरो चित्त दुखाछस् अब आए मेरो पाली मेरो दिमाग सबै खाली मलाई सबले दिन्छ गाली यहाँ बजाइदिन ताली जान लिएर आइज थाली मेरो छमा पनि गाली यो कुन हगाई हो रे दादा कुन हगाई हो यो के छ यार केटाकेटी हो लाइफ अब ठिकै छ अलिअलि कहिलेकाहीँ कठिनाइ पनि छ तर के भन्नु क्या थाहा छ क्या सबलाई क्या वाउ जस्ट लाइफ हो क्या त लाइफ नेपाल डी छान्दे नेपाल इन्डियालाई बेचेर आइजो केटा हो धोतीहरुलाई बेच्दे त नेपाली भारत नेपालीको बेइज्जत गर्छ त नेपाल आफ्नो आमाको बेइज्जत गर्छ त मुजी आफ्नो आमाको कसरी तले गर्छ जीवन हो त मेरो घरमा धेरै चुस्ने चाट्नेहरु आए भाइ गाइस आज मलाई मेरो बाबुको कस्तो माया लागेर आयो मलाई आइज बाबु हक गरौँ चीटिंग करता है तू चीटिंग करता है तू को छ यहाँ सुनिरहेको गर कमेन्ट किनकि सुन्न मन छ मलाई हो गर्ने त्यो गानै बनिन्छ त्यो निकै चलेको छ नि त्यो मिम्समा हो गानै बनिन्छ त्यो त्यो हुन्छ नि के आउने मलाई ब्रेक लिन मन लागेको थियो कि आफ्नो पाराले हैन त्यही भएर हो क्या तर दाइ इज ब्याक नि त फेरि अरे दाइ आयो त ही इज गुड गाई मेरो साथी पनि हो हैन उसले मेरो कति एकदमै त्यो लाइक भाइब कनेक्टमा एकदमै गुड हिसाबले सट्ट पसिहाल्छ द्याट्स गुड गाई ओलान्जोपिन भन्ने एउटा एन्टी साइकोटिक ड्रग दिएर राख्यो मलाई 1 हप्तासम्म कम थर्ड वे म त्यहाँ भित्र तिमीहरुले नभने पो त हैन पर्सनली भन्नु पर्दाखेरि चाहिँ राम्रो हो है फेरि त्यो रन्डीको बान मान्छे मार्न लागिराछु ओपन आइज म भन्दैछु अझै पनि एक अर्काको खुट्टा तान्ने यो मान्छेहरु नि यही मान्छेहरु हो त्यो त मुजी कुइरेको भ्यू हो चिक्ने कुइरेको बिउ र के भन्दै हिँड्ने मान्छेहरु यही हो यिनीहरुको त साला एकैचोटी त्यो के भन्नु खन्ती सन्ती ल्याएर नि एकैचोटी कन्डोमा लुम्मे गरेर एकैचोटी हान्दिएर पर्ने साला और भोलिदेखि हैन नो वान्स गोना बी एबल टु मेस विथ अस ओके बालछना आमा बाको घर छोडेर सहर पसेर म छाडा भएको तैले गोली खानेवाला छ सब म्याच सिक्ने जो मसँग जुत्छ म रेडी छु सानो एकदमै लिरिकल point punch lines बिचारालाई नयाँ इंग्लिश वर्ड नै केही आएन छ खाते I'm wild so I give a fuck I got so many chains but I give it up I done a lot of a crime cause I've been a thug I'm taking drugs I'm mad I wanna kill the cops That's why काइन भएको जानिस इंग्लिश वर्डहरु बोल्नु पर्यो भने रियल लाइफमा ओ यस माउन्ट एभरेस्ट भेरी गुड गौतम बुद्ध भयो बोर्न इन नेपाल पुरै भनेर खातेहरु छ मैले वाइल फर्का हो क्या गोली खानेवाला छस् मेरो केटाहरु ओपन भन्दिन्छु तेरो घरमा आउँदै छ रेडी हो म त मान सिक्ने कुरा बुझ सिक्ने रियल ग्याङ्स्टर हुन सिक मुजी र्याप के मुजी बोल्नु यार यिनीहरुसँग कसम म त लाडो खा म यही बोतल हान्छु टाउकोमा फ्ल्याट पर्ने गरे रन्डीको बानहरु आइज म्याच सिक्ने मसँग खुकुरी छ खुकुरी लाइभमा आएर बोले जस्तो मुजी लाइभमा आएर थर्का जस्तो बिल्लै हुन्छ नि यार छ्या मुजी तैले गोली खानेवाला छ सब म्याच सिक्ने सरी ल यार सरी यार सरी फर दिस भोइलेन्स आइ एम सरी माफी माग्न चाहन्छु सरी है ओह माय गॉड म हेरे भने नि तिमीलाई जे गरिदिन्छु नि तिमी बुझिहाल्छ माचिने बुझिहालौ तिमी तलाई कट्टा हानमा मेरो केटाहरु आउँदैछ कट्टा जोललाई मलाई केही सुनाउनु छ म तोप खाएर बसिरहेको छु मेरो घरमा रन्डीको बानहरु
आइजो म्याच सिक्ने मसँग आज आइन्दा भोलिदेखि तैँले नेपालको विरोधमा केही गरेन नि तँ सिक्ने अस्ट्रेलियामा आएर मुसी खुकुरले काटेर त म तोप खाएर 208 एनमोर रोडमा आइज म्याच सिक्ने भेटेर देखाएँ यो के हुन्छ साले खुकुरी पुरा लाडो ओरिजिनल खुकुरी म्याच सिक्ने खाते नेपाल आइजो पहिला हैन अगाडि सुन तँलाई त